हेलो नमस्कार सेवानी सबैजनालाई है मित्रहरूलाई है र आज हामी चाहिँ म चाहिँ अहिले जङ्गलमा छु है र रोडमा छु जङ्गलको रोडमा यहाँ चाहिँ रोड चाहिँ टर्निङ यो चाहिँ टर्निङ हो बाटो बनिँदैछ माथि कलपटहरू बनिसकेको छ अन्त भुइँ ढलाइ हुँदैछ भुइँ ढलाइ यस्तो कडा घाम लागिरहेछ हामी चाहिँ शीतलमा बसिरहेछौँ है गरमले मर्नु ताल बनाएछ कस्तो कडा घाम लागिरहेछ यहाँ हेर्नु न बाख्राहरू चराउनु लिएको हो रोडभरि डुलेको छ चढ्दै जा माथि जा ओइ उँभो जा कहाँ कुदेको यो बाख्राहरूले त हत्तु बनाउने रहेछ उँभो जा बाख्रा चराउनु हत्तु हुँदो रहेछ ठेकानमा चढ्दैन है बाख्रा घरि उद्धो घरि उँभो खालि उद्धै मात्रै बाख्राहरू हिँड्छ आफू चाहिँ यहाँ गरमले कस्तो भइरहेको हुन्छ घामले आम्मामा हिँड्नु लाग्छ र म चाहिँ माथि अर्को माउलाई लिनु गएको माथि जाँदैछु एउटा माउलाई चाहिँ माथि बाँधिरहेछु कि डुलेको गर्छ अन्त बाँध्यो भने मात्रै जाँदैन टाढो नभए त बच्चा छोडेर जान्छ टाढो बच्चा मसिनो छ कि त्यसले गर्दाखेरि बच्चा मसिनो छ बच्चाहरू हिँड्नु सक्दैन झोडीमा अन्त बाँधिदिएको नि उहीँ माथि छ र बाख्रा पालौँ भनेर रहर गरेको खै बाख्रा पनि के खालको बाख्रा भेटायो राम्रोसँगले चढ्छ घाँस भएकोमा लिएर छोड्यो हिँडिहाल्छ नाङ्गोतिर चिल्लोतिर मात्रै हिँड्छ कस्तो हरियाली हेर्नुहोस् पाखा हो आम्मामा यति दामी छ जङ्गल हरियाली सुटिङ गर्ने खालको छ नि जग्गा त दामी हो अन्त बाख्रा चराउनु पनि सजिलो हुन्छ हो भिर पाखाहरू छैन बसेको जग्गा छ त्यही भएर बाख्राको खेती गरौँ भनेर गरेको बाख्राहरू पो ठेगानले चढ्दैन क्या हत्तु बनाइसक्यो यहाँ छ एउटा बाख्रा दुईवटा पाठा छ अन्त एउटा माउ छोड्यो भने कहाँ पुग्छ त्यही भएर चाहिँ अब यसलाई चाहिँ खोलेर लान्छु म तल बाटो छेउमा लान्छु अब घर जाने बेला पनि हुनु आँट्यो है घर छेउमा यी रुखमा बाँधेको छु मजाले डोरीले हो कसरी बाँध्यो यस्तो पाराले बाँध्नु हो अन्त खोल्नुपर्छ यो पुरा बेटारिएछ नि लामो गरेर बाँधेको छु कि पुरा बेटारिएछ रुखभरि बेटारेको भइसक्यो त पट के साह्रो बेटारी छ यता पनि अल्झेछ हो यता पनि अल्झेछ नि त अन्त हल्लाचल भइरहेको छ अब यहाँ खोल्नुपर्छ के साह्रो घुमेछ वरिपरि यो त वरिपरि घुमेछ नि त अन्त कहाँ हुन्छ वरिपरि घुम्यो भने
डोरी छ यसरी बेटर छ कि यसले अन्त कहाँ हुन्छ ल हिँड्नु म त हिँडेँ अब हो छोड्नु त हुँदैन छोडेकै त गइहाल्छ ओह्रालै कुद्नु भन्छ ए बाटै बाटो अन्त अरे मलाई नै तानिहाल्छ नि त यस्तो बलियो छ कि यो मलाई नै तानेर हिँड्छ पाठाहरू दुईवटा छ तिनवटा ब्याएको थियो यसले हो दुईवटा मात्रै छ एउटा त माऱ्यो नि चेप्टाएर हिँड्नु त तलतिर जानुपर्छ ल तल गएर घाँस खानुपर्छ अब साथीहरू तल साथीतिर यसरी तान्छ नि त मलाई नै आमामा कस्तो तानेको ओ कहाँ गयो ओ ओ कहाँ गयो बाख्रा उता गइसक्यो बाटो गइसक्यो मलाई तानेर हेर्नु यो बाख्रा त खत्तम छ नि कम्ती बलियो छैन फेरि यता आइगएन हौ कम्ती साह्रो पर्दैन यसलाई माथि यहाँ सर्नुपर्छ कहाँ हुन्छ अहिले नै घर गएर यो त ढली पो गएर त्यसमा बाँधिदिउँ भनेर त्यसमा बाँधिदिन्छु ल सँग बाख्रा उता गइसक्यो कहाँ यहाँको उँधो तिमी चाहिँ गोठलाहरू पनि कहाँ जान्छ यहाँ बाँधिदिन्छु यसलाई हो नचल एकछिन यहाँ बाँध्नुपर्छ गयो फेरि हो यहाँ चर अब घर जानुको लागि सबै तम्सिँदैछ अलिक राम्रो अगाएको छैन र चरोस् भनेको कि घर जानुको लागि तम्सेको गर्छ अलिक भरे लानुपर्छ घर भनेको सबै तम्सेर घर जानु राम्रोसँगले चर लु ओ बाख्राहरू पनि यस्तो छ नि त बाटोमा चाहिँ हिँड्नु भन्छ के खालको बाख्रा हो झोडीमा चाहिँ पस्नु मान्दैन खेदा यता यहाँ यता छ बाटोमा हो दुईवटा बाख्रा गोठला यहाँ छ यो बाटो चाहिँ दामी छ है हेर्नुहोस् है दामी के ब्याङ्कबाट भयो भनेको यहाँ भारीमा यहाँ चाहिँ गुर्बा खोजेर ल्याएको छु मैले सुँगुरको चारोको लागि गुर्बा खोजेको हामी चाहिँ यहाँ यो गोलाइमा बसिरहेको छु बिसाइरहेको छु अब बाख्रा लगेर जानुपर्छ हो एकछिनमा घरतिर ल लाइक भिडियो हेरेर लाइक सेयर कमेन्ट अनि सब्सक्राइब पनि गरिदिनु होला सबैजनाले भन्न चाहन्छु सबैजना साथीभाइहरूलाई है मित्रहरूलाई कसले सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु है यस्तै भिडियोहरू आउँछ मेरो चाहिँ जङ्गलबाट ल साथीभाइ हो हाम्रो चाहिँ जङ्गल यस्तो छ दामी बुढिया यहाँ छ हो मेरो देख्नु भएको छ कि छैन तपाईँहरूले है यस्तो छ है यहाँ कसले देख्नु भएको छ मेरो बुढियालाई र तपाईँहरूलाई देखाइदिएको है लाइक सेयर कमेन्ट गरिदिनु बाख्राहरू कति भएछ म यता रहेछ दाजुहरूको बाख्रा है
तर यस्तो छ नि त ऊ अस्तिको हावाले लडाएको रुखहरू हेर्नु नि लथालिङ्ग भएर अस्ति डरलाग्दो हावा आएको थियो कि